So hello and namaste everyone. हैन सो आफ्टर लङ टाइम है म भिडियो बनाउन गइरहेको छु हैन सो वेलकम टु माई युट्युब च्यानल है सो हेर्दै जाउँ कस्तो हुन्छ आजको भ्लग हैन सानो छोटो मिठो है त सबैजनाले हेरेर साथ माया दिनु होला है त सो अहिले चाहिँ हामी पूर्णिमा बस्न आँट्दैछौँ हैन केटाहरू छ है बसिसक्यो म मात्र हो है सो हाई खनबिनी है केटाहरूले किन्ने छ म चाहिँ भिडियो बनाइरहेको छु होइन के किन्ने त खाइमन गर्नु है सो हेर्दै जाउँ अहिले खायौँ अहिले खाऊँ हाम्रो खाइमन है त 아메리칸 바쿠 수다주도 스프링 롤 सो हाम्रो चाहिँ खाइमन हो अलि साग गर्नु होला भिडियो गरेर ल के ए मलाई त आउन नि अनि मलाई त आउन नि त हेलो गाइज हामी चाहिँ घुम्न आएको ओइ कस्तो राम्रो देखेछ ओइ गाडीवाला के देख्न अनि त ओहो हिरोहरू कस्तो राम्रो भुवनको त यति धेर भिडियो बनाउँछ अब यति राम्रो आँखा साँच्चै घाममा कस्तो राम्रो आँखा कि हामी अब जान्छौँ यो तिमीहरू खाने कुन खाने कस्तो राम्रो हो के भन्नु हाम्रो डेस्टिनेसन टाढा छ होइन एनर्जी जोगाउँदै बिस्तार जानुपर्छ है त ल है त प्रोग्राम भएको देखाउँदा चाहिँ सो हामी चाहिँ कहाँ आइपुग्यो कति टाढा छ अब आधा घन्टा हामी त कति 45 मिनट चाहिँ हिँडिसक्यो होला है कति बज्यो हामी चाहिँ जाँदैछौँ गाइज होइन सो आज यस्तो दामी ठाउँमा तपाईँहरू लान्छु नि होइन हेर्दै जानु होला तपाईँहरू पनि वाउ भन्नुहुन्छ है त सो आफ्टर लङ टाइम यसो कहिले काहीँ मेमोरीको लागि चाहिँ बनाउँछु होइन पहिला महिनामा एकचोटि दुईचोटि बनाउँथ्यो भने अहिले त ए 1.5 वर्षै भइसक्यो यार सो गाइज आज खोला देख्न सक्नुहुन्छ होइन यस्तो के खोला जस्तै बगो हामी पिरतीको तालेमा माछी मारो जालेमा तिमी र म घुम्न जाउँ न घामले मलाई सताउला काली मलाई बनाउला तिमी पिरतीको छाता उडाउन को जापानमा हुनुहुन्छ सो को कति होइन बिजी हुनुहुन्छ है सो कतिको बिजी होइन्छ है त जापानमा बस्नु हुनेहरूले हेर्नुभयो भने चाहिँ टक्क कमेन्ट गर्नु होला यति बिजी हुन्छ भनेर अनि पैसा कति कमाउँछ जापानमा बसेर है सबैले कमेन्ट गरौँ है त यो साथीले त्यहाँ 3-4 लाख रुपियाँ कमाउँछ महिनाको है सो थाहा छैन है धेरै पछि भ्लग गरेको कस्तो लागिरहेको होइन राम्रो हुने हो कि नै होइन त्यो थाहा छैन सो हेर्दै जाउँ सही हो धेरै पछि सिलङ बाहिर पनि हिँडेको है घुम्न होइन एकदमै मजा लागेको छ जहिले होइन यहाँदेखि पटरा गयो त्यही कोमेन पार्कतिर गयो होइन बस्यो
त्यस्तो थियो। अब चाहिँ टक्क आज चाहिँ यस्तो मोड चलिदियो कि अस्तिदेखि त चलिरहेको थियो मोड त, तर आज चाहिँ प्लान गरेर ट्याक्क ल गइदिउँ भन्यो होइन। सो अनि हामी चाहिँ निक्लिदिएको होइन। मान्छेहरू धेरै थियो तर कोही नजाने भयो, त्यही भएर हामी 4जना मात्र है, हामी 4जना मात्रमा चल्दिउँ भनेर चलिदिएको। सो हेर्दै जाउँ कस्तो हुन्छ आजको भिजिट होइन, आजको टुर। सो राम्रो लाग्यो भने चाहिँ है त लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब पनि गरिदिनु है त। यति चाहिँ ट्याक्क बजाइदिनुहोस्। बाटोमा चाहिँ यस्तो यस्तो पाइन्छ है होइन, टिपेर चाहिँ खानु मिल्दैन होला। सो त्यही भएर मैले चाहिँ टिपिनँ है। सो त्यही भएर भिडियो मात्र गरेँ। सो हिँडेँ अनि है त। सो गाइस हाम्रो चाहिँ यहाँ फोटोसुट भइरहेको छ होइन। सो हल्का सो फेरि अब हामी चाहिँ गन्तव्यतर्फ लाग्दैछौँ है। यस्तो भाइब छ कि आमा के शान्त है, आनन्द। ए भाइ एक वर्ष भएको थियो नहिँडेको यसरी। सो गाइज हामी चाहिँ होइन उकालो साइकल पेलिरहेको छौँ। अब चलाउन नसकेरी डोडाउँदै पेल्नु परेको छ होइन। साथीहरू तल हुनुहुन्छ, म चाहिँ यता छु, एकजना साथी यता हुनुहुन्छ है। ट्याक्क लाएर हामी चाहिँ यो अवस्थामा जुस ट्राभल गरिरहेको छौँ होइन। रमाइलो हुँदैछ एकदम। माथि पुगेँ झन् शीतल हुँदै जान्छ कि अहिले जतिसुकै थकान लाग्यो नि माथि थकान सही त्यो अनुभव लिएर हिँडेको छौँ। म चाहिँ हिँडेको छु, उता लिइसक्यो। हामी 3जना चाहिँ लिन गइरहेको छौँ है त। हामी चाहिँ यहाँ आइपुग्यो। ओइ खतरा खतरा यहाँ त के हो। अब सुरुको अवस्थामा यस्तो दामी देख्न पाइयो है। वाउ वाउ। सो गाइस एकदमै आनन्दको फिल आइरहेछ है। यो साइकलमा आउनुको पनि छुट्टै मजा छ कि, गाडीमा आउनु होइन, बाइकमा आउनु भन्दा पनि होइन, साइकलमा आउनुको मजा पनि छुट्टै छ कि। है यस्तो देखिन्छ क्या दामी छ कि, यस्तो बल छ कि रोज है। आम्मा सिन हेरौँ न, सिन गाइस यो हो कि मैले तपाईँहरूलाई देखाउनु लिएको भनेको यस्तै भ्युज हो कि। आमा भ्यू है, आमा सिन हो कि, देख्न सक्नुहुन्छ कि जहाँ भन्दा यस्तो दामी दामी छ कि एकदमै बवाल हो कि है। हेर्नु न क्या आनन्द होला। हजुरहरू नि हेरेर होइन यसो एकदमै होइन, हजुर पनि हेरेर टक्कले मजा लिनु होला। कस्तो हुन्छ त्यो चाहिँ थाहा भएन, मजा आएन भने छोडिदिनु होस् है, केही गर्नु पर्दैन, तपाईँहरूको मन हो, जे गर्दा पनि हुन्छ है त। तर कमेन्टमा जे पाए नलेखिदिनु होला है। उनीहरूको भाइब्स के छुट्टै मजा आएर यहाँ त। बिचबाट टक्क हावा, साइडमा रुख, द्याट्स भेरी गुड फिल के, एकदमै रमाइलो फिल भइरहेको क्या। सो गाइस होइन हामी चाहिँ जाँदैछौँ होइन, आइपुग्नु आँट्यो भन्दैछ होइन केटाहरूले। सो यस्तो छ है यहाँको भाइब्स चाहिँ। रुख जङ्गलहरू पनि वाउ क्या दामी भाइब्स छ कि, यस्तो घना जङ्गल छ कि ठाउँ त। लगाइरहेको छ जतिखेर हजुरहरूलाई म छैन चाहिँ मुखमा ट्याक्क राम्रो लाग्यो भने लाइक सेयर एन्ड सब्सक्राइब। अब
के हो यार यो त के हो यार यो ठाउँ त बवाल छ त बवाल गाइस डेस्टिनेसन आए जस्तो छ है त झरना यतै यतै हेर ल यतै हेर अब हातलाई साथीहरू हामी चाहिँ झर्नामा आएको छौँ होइन सो देख्न सक्नुहुन्छ होइन यो झर्ना अब एकदमै यो खोला फुकोका सिता के सुना बस्नुहुने जति पनि साथीभाइ होइन दिदी बहिनीहरू हुनुहुन्छ सो हजुरहरू चाहिँ आउनु मन लाग्छ नि सो नजिकै होइन सुगो वाटर हुन्छ होइन सो हामी चाहिँ आज आएको छौँ हजुरहरूलाई लोकेसन चाहियो भने म होइन डिस्क्रिप्सनमा राखिदिन्छु है डाइरेक्ट मेसेज गर्नु होला डाइरेक्ट म्यासेज पनि गर्नु होला सो म लोकेसन भनिदिन्छु सुगो ताकि 2-4 मिलेर पार्टी गरेन होइन घुमेर घुम्न आउनु सक्नुहुन्छ है तपाईँहरू साइकलमा आउन सक्नुहुन्छ लगभग 1.5 घन्टाको यात्रामा हामी आइपुग्न सक्छौँ मौसम एकदम दामी हुनुपर्छ मान्छेहरू फ्रेस मुड फ्रेस जतिसुकै थकाइ लाग्यो नि यहाँ आएपछि थकाइ मेटिन्छ रमाइलो थकान चाहिँ मेटिन्छ एकदमै थकान चाहिँ 100% मेटिन्छ सो गाइज होइन अब चाहिँ हामी झर्नाबाट चाहिँ फर्केको बाई बाई झर्ना है अब हामी चाहिँ फर्क्यौँ होइन सो हेर्दै जाउँ कस्तो हुन्छ होइन आजको ब्लग आजको रमाइलो आजको इन्जोयमेन्ट है त सो यस्तो छ है हामी यहाँको बाटो चाहिँ यस गाउँको झलक दिन्छ होइन नेपालको एकदमै यो चिनियाहरू होइन यस्तो छ अब तर एक्लै चाहिँ एकदमै डर लाग्ने रहेछ है एक्लै आउँदा चाहिँ सो साथीहरूसँग आयो भने जस्तो रमाइलो हुन्छ भित्रीको सो गाइस अब हामी सो गाइज होइन आजको लागि भ्लग चाहिँ एन्ड हुन्छ होइन सो यति भन्दै देख्छ बिदा हुन्छ ल गाइज के भन्नु रमाइलो भयो एकदम सो यति भन्दै होइन हामी बिदा हुन्छौँ बाई बाई गाइज लाइक सेयर एन्ड सब्सक्राइब है त गाइज